हेलो साथीहरु, आज चाहिँ म तपाईहरुलाई मेरो स्टाइलले के रे बुलडग बनाउन सिकाउँछु है त। सुरुमा तेल लगाउनुस् अनि त्यसपछि प्याज लगाउनुस् अनि प्याज रातो रातो भएपछि टमाटर लगाउनुस्। टमाटरलाई चलाउनुस् राम्रोसँगले पाक्ने गरी के। अनि त्यसपछि मैले चाहिँ फर्स्ट टाइम बनाएको यो बुलडग खाएको जस्तो लाग्छ धेरै पहिले तर याद छैन। अनि यो हरियो मटर लगाउनुहोस् अनि करेन्ट चाउचाउहरु नि म यसरी बनाएर खान्छु के सिन रामेनहरु नि एकदम मिठो लाग्छ के मलाई चाहिँ। अनि त्यसपछि पानी लगाउनु, पानी उम्लेपछि यो हामी दुई जना छौं, दुईटा बनाउन आँटेको। अनि बुलडग लगाउनुस् चाउचाउ, त्यसपछि उम्लन दिनुस्, पाक्न दिनुस्। अनि त्यसपछि मसलाहरु के सब लगाउने छोपेर राखेको। म मेरो बुढालाई सोध्छु है त कस्तो भयो भनेर रियाक्सन उसको। ल बुढो चाखी हेर्नु कस्तो रहेछ, कस्तो छ? करेन्ट चाउचाउ जस्तो रहेछ कि यो सिन रामेन जस्तो? करेन्ट मिठो कि यो हो र? इत्तादाकिमास। यो पहिले यो खान्न, यो पिरो खानुहुन्न क्या। ओके।